कन्ट्रोभर्सी देखिरहेको थियो नि त त्यो दाइसँग त्यो छप्री हो छप्री क्रिएटर्सहरूको ऊ हो क्या मेला भन्छ नि अनि सायद कोही कोहीजना मेरै भिडियो हेरेर आएको पनि हुनसक्छ होइन साथीहरू तपाईँ हेर्न सक्नुहुन्छ त्यहाँ त्यो के हुँदैछ त्यहाँ के हुँदैछ भनिदिनुहोस् के हुँदैछ त्यहाँ यहाँ रहेछ साथीहरू मेरो अघि भनेको टोयोटा गाडी यहाँ छ यार के हो यार साथी भनिदेऊ न नाम चाहिँ मात्रै सोल्टी होटल है नाम मात्रै सोल्टी होटल क्या हामीले बस्ने ठाउँ पाइनौँ क्या त्यहाँ माथि प्रियङ्का दिदी सब दाइहरू सोल्टी होटलमा सोल्टीलाई इज्जत गर्दैन भने के भन्नु त्यही त हामीले बस्ने ठाउँ पाइनौँ क्या के छ मेरो दाजुभाइ दिदीबहिनीहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु तपाईँहरूले यो होटल देखिरहनु भएको होला यो होटल कसको यो होटल क्यानेडा राजाको र यो होटलको नाम के यो होटलको नाम सोल्टी होटल र सोल्टी होटलमा त सोल्टी आएन भने खल्लो हुन्छ त्यसैले म आइदिएँ सोल्टी निलाई भेट्न र उहाँ मेरो साथी छ एकलव्य उहाँ एउटा दाइ हुनुहुन्छ त्यो दाइ चिनेकै दाइ हो भनौँ तर म चिन्दिनँ यो होटलमा चाहिँ आज के छ भन्दाखेरि यो होटल आज मेरो लागि बुक छ यो होटलमा के छ अरे यो होटलमा मेरो लागि सबै थोक बुक छ आज चाहिँ यहाँ के छ भने कन्टेन्ट क्रिएसनको मेला हो र यो मेलामा हामी सबैजना आएको छौँ जस्तो कि सानो तिनो जो पनि आउन मिल्थ्यो हजुरहरू आएको भए पनि हुन्थ्यो तर नआएको गरेर नआउनु भएकोले केही छैन ठिकै छ अब हामी त्यहाँ साथीहरू तपाईँ हेर्न सक्नुहुन्छ त्यहाँ के हुँदैछ भनिदिनुहोस् के हुँदैछ त्यहाँ राजा हो त्यहाँ राजा छिर्नु भएको हो कि को हो आमामा लामो लाइन हेर्नुहोस् यहाँ यो होटलको छेउमा यत्रो लाइन के हो राजालाई स्वागत गर्न आउनु भएको हो कि के हो अनएक्सपेक्टेड भिड र त्यो भिडलाई हामी एकछिन साइडमा लगाएर हामी चाहिँ हाम्रो कामतिर जाँदैछौँ यो होटलभित्र अब कसरी छिर्ने त हिँडेर छिर्ने नि कसरी छिर्ने ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अब चाहिँ यो होटलभित्र हामी छिर्दै हो यो होटलभित्र के हुन्छ त हेलो अङ्कल हेलो के छ र अङ्कललाई पनि वेलकम गऱ्यौँ यहाँ चाहिँ यस्तो दामी ठाउँ छ यहाँ म अहिले भएको भए चाहिँ नुहाइदिन्थेँ तर के गर्नु अहिले मलाई गर्मी भएको छैन त्यसैले म नुहाउँदिनँ पनि र यहाँ भिडै भिड छ र यो होटल ओपर खतरा छ यो होटलमा चाहिँ म यो होटलभित्रै म बिहे गर्छु को रेडी हुनुहुन्छ मसँग बिहे गर्न रेडी हुँदै गर्नु होइन यदि हुनुहुन्न भने पनि केही छैन म चाहिँ यहीँ गर्छु यो सिस्टरहरू चाहिँ क्या दामी हुनुहुन्छ होइन राम्री पनि हुनुहुन्छ सो हामीले त्यहाँबाट यो पाइसकेको छौँ यसभित्र चाहिँ के लेखेको छ भन्दाखेरि बिल्ड ब्रान्ड बुस्ट पाइसकेको छौँ हामीले यो चाहिँ लिएर अब त्यो भित्र जानुपर्ने होला अब हामी त्यहाँ पनि जाने हो के हुन्छ त्यही भित्र थाहा हुन्छ हेलो दाइ सन्चै हुन्छ र त्यही हो हामीलाई चाहिँ पुरै सपोर्ट गरौँ जे होला यो चाहिँ मेरो डे 2 को भ्लग हो र डे 2 को भ्लगमा यस्तो दामी ठाउँमा गउँदैछु अरे डे 30 को भ्लगमा चाहिँ कस्तो हुन्छ त ओभर खतरा गर्ने हो र मान्छेहरू पनि आउँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ किन मान्छे आउँदै हुनुहुन्छ मान्छे जाँदै हुनुहुन्छ किन चाहिँ किनकि मान्छेहरू मलाई भेट्न आउँदै हुनुहुन्छ जान चाहिँ अरूलाई देखेर जाँदै हुनुहुन्छ सो गाइस हामीले चाहिँ कसलाई भेट्यौँ गाउँली दाइ र शशाङ्क दाइलाई भेटिसकेको छौँ गाउँली दाइ र शशाङ्क दाइलाई भेट्दै अब दाइहरूसँग कुरा त गर्नै पर्यो उहाँहरूले चाहिँ दाइहरू अनएक्सपेक्टेड आमामा के हो दाइहरू त पुरा फोटो सेसन हुँदै होला हेलो दाइ सन्चै हुनुहुन्छ दाइले अब फर्स्ट टाइम मलाई हाई भनिदिनु भयो होइन अब के भन्नु दाइ अब हामी त्यहाँ अहिले भिडियो गर्दै हुन्छौँ त्यसैले हामी त्यहाँ जाँदैनौँ अहिले एकछिनमा चाहिँ हामी त्यहाँ पक्कै पनि जानेछौँ अहिले दाइहरूलाई यतिकै छोडिदिउँ अहिले हामी गएपछि दाइहरूसँग भेटघाट हुन्छ के हुन्छ त्यतिखेर थाहा हुन्छ सो यो ठाउँमा चाहिँ नि भिडियो बनाउनु यस्तो सजिलो हुन्छ कि किन सजिलो हुन्छ भने यहाँ चाहिँ सबैजना आफ्नै जस्तो क्या हुन्छ नि सबैजनाको कामै यही भ्लगै बनाउने जस्तो क्या सबजना आउनुहुन्छ
सबजनाले मलाई हेर्नुहुन्छ जानुहुन्छ किन मलाई हेर्नुहुन्छ र किन जानुहुन्छ किनकि म सेलिब्रिटी हो नि त तपाईहरुको लागि उनीहरुको लागि त हैन नि त किन तपाईहरुको लागि किनभने तपाईहरु मलाई हेर्दै हुनुहुन्छ तपाईको लागि त म सेलिब्रिटी हो नि त जे भने मेरो भिडियोमा 12 भ्युज आउनु भनेको ठुलो कुरा हैन नि त 12 भ्युज आउँछ ठुलो कुरा हो नि 12 भ्युज नै म सेलिब्रिटी हो जस्तो फिल गर्छु नि त हैन त्यही हो तर यहाँ आउँदाखेरि मलाई के भएर कि तर सबैभन्दा मेरो बिगेस्ट प्रब्लम चाहिँ के हो भने मेरो हातमा चाहिँ पसिना आउँछ म अनकम्फर्टेबल भएको पनि होइन र हुनेवाला पनि छुइनँ त्यो पनि मेरो हातमा पसिना आउँछ किन पसिना आउँछ थाहा छ किन आकाशबाट असिना झर्दैन नि त त्यही भएर मेरो हातमा पसिना आउँछ असिना र पसिनामा मेल के छ त असिना र पसिनामा धेरै मेल छ असिना गुलियो गुलियो हुन्छ भने पसिना चाहिँ अमिलो अमिलो हुन्छ त्यही हो डिफ्रेन्स बिट्विन असिना र पसिना मैले भन्दै हजुरहरूको इक्जाममा आयो भने चाहिँ यही लेख्नु होला असिना र पसिना के हो त असिना र पसिना नुनिलो र गुलियोवाला एउटा वस्तु हो त्यही लेख्नु भने पक्का पनि तपाईको 10 मार्क्स 100% म हाल्दिन्छु तपाईको त कपी काट्ने छ भने चाहिँ त्यसले हाल्दिन सक्दैन त्यसैले सोचेर सम्झेर गर्नु होला साथीहरु यहाँ चाहिँ मेरो सबै गाडीहरु मैले यहाँ सब मेरो गाडीहरु चाहिँ रिजर्भ गरिसके र मेनली मेरो टोयोटा गाडी चाहिँ छैन मेरो टोयोटा गाडी कहाँ छ त मेरो टोयोटा गाडी नै भेटिन कसले लग्यो मेरो टोयोटा गाडी मैले भेटिन मलाई चाहियो यो सोल्टी होटलको मान्छेलाई भनिदिनुहोस् मेरो टोयोटा गाडी अहिलेको अहिले ल्याइदिनु भनेर को यो सोल्टी होटलको मालिक त्यसलाई भनिदिइहाल्नु है मेरो टोयोटा गाडी कहाँ छ मेरो गाडी नै छैन यार गाई मैले अघि भर्खर पार गरेको यस्तो हुन्छ ल अब हाम्रो चाहिँ टाइम आइसकेको छ भित्र जाने यहाँभित्र चाहिँ अब हाम्रो वेलकम हुन्छ कि हुँदैन के हुन्छ थाहा छैन तर भर्सक चाहिँ यहाँभित्र मेरो वेलकम होस् किनभने सेलिब्रिटी जस्तो देखिन्न त अब सेलिब्रिटी जस्तो देखिन्छु जस्तो लाग्छ त्यो देखिन्छु कि देखिन्न त्यो चाहिँ मलाई थाहा भएन त्यो देखिनु चाहिँ पर्ने है यस्तो ह्यान्डसम भएर आइरहेको छ अब देखिएन भने त अर्को गाडी हो यहाँ रहेछ साथीहरू मेरो अघि भनेको टोयोटा गाडी यहाँ छ यो गाडी चाहिँ मेरो चाहिँ होइन कसको हो त्यो चाहिँ थाहा भएन त्यही भएर मैले चाहिँ यहाँ भनेको थिएँ डोन्ट माइन्ड यो मेरो भएको भए चाहिँ म यसमा चढेर आउँथेँ तर छैन त्यो चढ्दिनँ पछि यो ब्लग भाइरल यताउति भयो भने चाहिँ चढ्नुपर्छ होइन चढ्नुपर्छ एक न एक दिन त चढ्नै पर्यो नि त यो गाइस हामी चाहिँ गेटबाट चढ्यौँ उयो त्यहाँ मुनि त्यो गेट अनि हामी यहाँ चढिसक्यौँ यहाँ चाहिँ खतरा ठाउँ होला यार के हो यार साथी भन्देऊ न नाम चाहिँ मात्रै सोल्टी होटल है नाम मात्रै सोल्टी होटल क्या हामीले बस्ने ठाउँ पाइनौँ क्या त्यहाँ माथि प्रियङ्का दिदी सब दाइहरू सोल्टी होटलमा सोल्टीलाई इज्जत गर्दैन भने के भन्नु त्यही त हामीले बस्ने ठाउँ पाइनौँ क्या यत्रो ठुलो होटल यार यत्रो ठुलो होटल छ तर बस्ने ठाउँ छैन एउटा कुर्सी छैन यो त हाम्रो अनरेस्पेक्ट भएन त यो अनरेस्पेक्ट फुल्ली अनरेस्पेक्ट हो क्या हामी त यत्तिकै निक्लिँदै आएको के त्यहाँ के बस्नु कसरी बस्नु त्यहाँ के हामी उभिएर बस्नु हाम्रो रेस्पेक्ट छैन हामीले चाहिँ आइफोन स्टोरको दाइलाई भेटिसक्यौँ यहाँ हुँदैछ होइन हेलो दाइ आज आइफोन मलाई है हजुर के भएर आइफोन काठमाडौँ आएर लिनु उसले आइफोन काठमाडौँ आएर मलाई 69,000 तिर्यो भने आइफोन 11 दिन्छ।
कति 11 iPhone 11 69,000 MRP नै त्यही हो तर म तिमीलाई 68,000 त्यो त काठमाडौँसम्म जाँदा यो 38 मै दिन्छु यो त तपाईले त के भन्नु ल जियोले पनि तिमीलाई एयरबड्स चाहिँ दिन्छु म हैन काठमाडौँ आइस हैन उ ल भिडियोमा खिच एयरबड्स दिन्छु म उसलाई काठमाडौँ आएपछि पनि दाइ यहाँ म झन् म काठमाडौँ नै बस्नु मान्छे दाइ त्यो हैन सिग्नेचर गर्नु यहाँ पो अहिले आएको तर दुई जना एउटा मात्र काठमाडौँ के हुने फेरि भन्नु त उ काठमाडौँ आयो भने मेरो पसलमा आयो भने म एउटा एयरबड्स दिन्छु उसलाई अब चाहिँ जानु पर्ला जस्तो छ है काठमाडौँ ल ओहो लाला सक्यो काट्न हामीले चाहिँ हारिसक्यौँ त्यही पनि केही छैन मैले ट्राई टु बेस्ट फेरि एकचोटि खेल्नुपर्छ केही छैन गाइज हामीले गेम हारेर केही भएन अब यहाँ म मेरो स्टोरी लेख्छु मैले गेम हारेँ भनेर म यहाँ स्टोरी लेखिदिन्छु के छ र दिउ तिमीलाई मैले कोसेली भनेर के छ र दिउ तिमीलाई मैले कोसेली दिउँ भनेर ओके हान्देम उसले चाहिँ अब के लेख्दैछ अब यहाँ लेख न यहाँ फुल्ली साथीले अब यहाँ के लेख्दैछ केपी ला गाइज दाइ यहाँ हेर्नु उसले के लेख्यो अब उसलाई रतन कार्की जस्तो उयो के जस्तो लाग्दैन रतन कार्की जस्तो उसलाई के जस्तो लाग्दैन दाइ भनिदिनु जनता जान्न चाहन्छ लाग्दैन तपाईँ एग्री हुनुहुन्छ कि हुनुहुन्न यो कुरामा तपाईँ एग्री हुनुहुन्छ कि हुनुहुन्न हजुर टक्कसँग एकलव्य कार्की चाहिँ टिकटकमा पनि एकलव्य कार्की सर्च गर्दा मेरो चाहिँ इटरी ब्रो भनेर सर्च हान्नु सुरुमै आउँछ धेरै ठुलो कन्टेन्ट क्रिएटर होइन जस्ट सानै हो जस्ट ट्राई हजुर के छ स्टन ब्लगर ओके ड्रोन सटर आउँछ ल म तपाईँको 10 सब्सक्राइबर चाहिँ बढाइदिन्छु मेरो तर्फबाट कति छ तपाईँको सब्सक्राइबर टिकटकमा त्यस्तै गर्दा 50K छ 50K हामीले 50K वाला दाइलाई भेटिसकेको छौँ गाइज के लेख्नु गएको अरे दोस्त कति हेर्नु तिमीलाई अब आइदियो मेरो अघि यही हो अब अर्को एउटा अर्को चिज लेख्छु सब्सक्राइब माई च्यानल ओइ सुन न त्यो दाइलाई एउटा ड्रोन सर्ट भिडियो बनाउनु लाउँछु म मेरो लागि अब यसरी लेख्यो भने सब्सक्राइबर त बढ्छ नि त होइन Yeah.